नमस्ते सबैजनालाई, मेरो नाम अभिनव भट्टराई र आज चाहिँ म एससी एक्जामिनेसन कम्प्युटर साइन्सको क्वेसन नम्बर 10 मा आउने क्वेसन जुन चाहिँ सी प्रोग्रामिङ छ त्यसको बारेमा चाहिँ पढाउन गइरहेको छु। सो फर्स्टमा यो क्वेसन हेरौँ। राइट अ प्रोग्राम इन सी टु चेक वेदर अ नम्बर इज अड अर इभन भनेर छ है, सबभन्दा इजी। सो सुरुमा हामी क्वेसन नम्बर 10 भनेर लेखिहाल्छौँ र एन्सर चाहिँ हामी सी प्रोग्रामिङको चाहिँ के हुन्छ भन्दाखेरि कुनै पनि प्रोग्राम स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ लाइब्रेरीहरू तान्नुपर्छ है। वी निड टु इन्क्लुड द लाइब्रेरी टु स्टार्ट द प्रोग्राम। सो बेसिक भनेको दुईटा लाइब्रेरी छ हाम्रो, एउटा भनेको स्ट्यान्डर्ड इनपुट आउटपुट है, अर्को भनेको चाहिँ कन्सोल इनपुट आउटपुट भन्ने हुन्छ। यिनीहरू दुईटा चाहिँ हेडर हो है, हेडर लाइब्रेरी भन्छ, मेन लाइब्रेरी, टाउकोमा टपमा राख्ने लाइब्रेरी भनेर भन्छ। सो त्यसको लागि चाहिँ के गर्नुपर्छ, ह्यासट्याग इन्क्लुड के लाइब्रेरीको नाम लेख्ने, एङ्गुलर ब्र्याकेटमा stdio स्ट्यान्डर्ड इनपुट आउटपुट डट एच र अर्को भनेको चाहिँ इन्क्लुड कुनियो डट एच। ल अब सी प्रोग्रामिङ भनेको चाहिँ स्ट्रक्चरल प्रोग्रामिङ भयो है। हाम्रो क्युएसिक भनेको चाहिँ लाइन बाई लाइन सिक्वेन्सियल थियो, तर यसमा चाहिँ स्ट्रक्चर वाइज बनाएको कारण चाहिँ हाम्रो मेन फङ्सन जुन छ त्यो एउटा स्ट्रक्चरमा हुन्छ है। यस्तो खालके कर्ली ब्र्याकेटको स्ट्रक्चर भित्र लेख्ने कुरा चाहिँ मेन फङ्सन हुन्छ है। सो तर मेन फङ्सन लेख्नुभन्दा अगाडि चाहिँ हामीले यसको डाटा टाइप के हो भनेर नै बुझाउनु पर्यो। सो यदि हाम्रो मेन फङ्सनले केही भ्याल्यु रिटर्न गरिरहेछ भने चाहिँ हामी त्यसमा इन्ट भनेको इन्टिजर इन्ट मेन भनेर लेख्छौँ। यदि भ्याल्यु रिटर्न हुँदैन, भ्याल्युको मतलब छैन भने चाहिँ भोइड भनेर लेख्छौँ है, भोइड मेन भनेर हुन्छ। सो धेरै जसो प्रोग्राम गर्दाखेरि चाहिँ अहिलेको लागि हामी नम्बर छ, जस्तै चेक नम्बर छ भने इन्ट मेन लिम र स्ट्रिङ छ भने चाहिँ भोइड लिम है सी प्रोग्रामिङ गर्दाखेरि। सो धेरै जस्तो स्ट्रिङको प्रोग्राम त आउँदैन सीमा। सो लेट्स स्टार्ट विथ इन्टिजर मेन फङ्सन भनेको चाहिँ एउटा इन्टिजर भ्याल्यु हो है, एङ्गुलर ब्र्याकेट स्टार्ट गर्ने। ठिक छ, क्वेसन के छ, वेदर नम्बर इज अड अर इभन भन्ने छ है। सो सुरुमा हामीले नम्बरको डाटा टाइपलाई डिफाइन गर्नु पर्यो। एउटा नम्बर लिने रे, एन भन्ने नम्बर चाहिँ हाम्रो इन्टिजर हो भनेर डिफाइन गर्ने। त्यसपछि यो वाला है, यसलाई समथिङ के कमा भन्छ, यो चाहिँ हाल्नै पर्यो है। हामीले अब एन भन्ने भेरिएबल इन्टिजर हो भनेर डिफाइन गऱ्यौँ। अब युजरबाट इनपुट लिनु पर्यो। युजरबाट इनपुट लिन के गर्ने, सुरुमा युजरलाई भन्ने, प्रिन्ट गराउने, प्रिन्ट एफ हुन्छ यसमा। त्यसपछि ब्र्याकेट इन्टर अ नम्बर भनेर। ठिक छ, यति लेख्यो भने के हुन्छ, कन्सोल स्क्रिनमा गएर इन्टर अ नम्बर भनेर माग्छ है। इन्टर नम्बर मागेपछि युजरबाट लिने इनपुट चाहिँ हामीले स्क्यान गर्नु पर्यो। त्यसको किबोर्ड चाहिँ के हुन्छ, स्क्यान एफ। हामीले के स्क्यान गर्दैछौँ, एउटा इन्टिजर स्क्यान गर्दैछौँ। सो इन्टिजरको फर्मेट स्पेसिफायर भनेको %d हुन्छ है, कमा कुनमा एनमा। सो m%n भनेर लेख्ने। यो गर्यो भने के हुन्छ, प्रिन्ट एफको भित्रको स्ट्रिङ प्रिन्ट हुन्छ। त्यसपछि यहाँ पिलिक पिलिक गर्न थाल्छ, त्यसले भनेको युजरबाट स्क्यान गर्दैछ इनपुट। के इनपुट स्क्यान गर्दैछ, राइट, इन्टिजर स्क्यान गर्दैछ र इन्टिजर स्क्यान गरेको भ्याल्युलाई गएर एनमा राखिदिन्छ भने चाहिँ मैले यहाँ 2 गरेर इन्टर गरेँ भने एनको भ्याल्यु 2 हुन्छ है। अब हाम्रो प्रोग्राम चाहिँ चेक वेदर नम्बर इज अड अर इभन भनेछ। अड नम्बर भनेको 1 3 5 समथिङ भयो, इभन भनेको 2 4 6 त्यस्तो भयो होइन। सो यो कसरी आउँछ, जब कुनै पनि नम्बरलाई चाहिँ डिभाइडेड बाई 2 गर्यो भने है, त्यसको रिमाइन्डर आएन भने चाहिँ त्यो इभन हो, यदि रिमाइन्डर आयो भने चाहिँ त्यो अड हो है। सो कन्डिसन आउने, इफ ब्र्याकेट ओपन हुन्छ यसमा, इफ एन, अनि हाम्रो मोड हुन्थ्यो क्युबेसिकमा, तर यो सी ल्याङ्ग्वेजमा चाहिँ पर्सेन्टेज हुन्छ है। इफ n%2, यदि n mod 2 को भ्याल्यु चाहिँ डबल इक्वल्स टु 0, यस्तो हुन्छ है। यदि n भन्ने नम्बरलाई चाहिँ 2 ले डिभाइड गर्दाखेरि त्यसको रिमाइन्डर 0 आउँछ भने त्यो के हुन्छ, इभन हुन्छ है। सो हामीले के प्रिन्ट गर्नु पर्यो, प्रिन्ट
द प्रिन्ट एफ अनि ब्र्याकेटमा द नम्बर इज इभन भन्नु पर्यो ठिक छ यदि होइन एल्स प्रिन्ट एफ द नम्बर इज अड है त्यसपछि ब्र्याकेट क्लोज गर्नु पर्यो है यो ब्र्याकेटलाई ख्याल गर्नु पर्यो प्रत्येक लाइन सकेपछि यो वाला कमा राख्नु पर्यो यस्तो ब्र्याकेट हुँदा चाहिँ राख्नु पर्दैन यतातिर नहुँदाखेरि चाहिँ राख्नु पर्यो है सो यति लेखेपछि के गर्ने मेन फंक्सनको कर्ली ब्र्याकेटलाई पनि क्लोज गरिदिने तर इन्टिजर हुँदाखेरि केही भ्यालु रिटर्न गर्नुपर्ने हुन्छ सो हामी के गर्छौं यतातिर रिटर्न 0 ठीक छ त्यसपछि मेन फंक्सनको यो ब्र्याकेटलाई क्लोज गरिदिन्छौं यति हुन्छ हाम्रो यति प्रोग्राम लेखेपछि 4 मार्क्स आइहाल्छ है के गाह्रो छैन सुरुमा दुईटा लाइब्रेरी फंक्सन इन्क्लुड हान्ने जुन भनेको स्ट्यान्डर्ड इनपुट आउटपुट र अर्को भनेको कन्सोल इनपुट आउटपुट भयो त्यसपछि मेन फंक्सनलाई स्टार्ट गर्ने एज इन्टिजर अनि एउटा इन्टिजर n लिने युजरसँगलाई प्रिन्ट गराउने कन्सोलमा इन्टर अ नम्बर भनेर त्यसपछि युजरसँग इनपुट लिने र त्यो लिएको इनपुट चाहिँ हाम्रो इन्टिजर भएको कारण पर्सेन्टेज d हुन्छ त्यो कहाँ जान्छ n भन्ने भेरिएबलमा गएर बस्छ र त्यसपछि n को मोडुलो 2 गर्दाखेरि एन्सर 0 आयो भने प्रिन्ट गर्ने इभन नत्र अड है सो हामीले बेसिक यसमा बुझ्नु पर्ने भनेको के हो एउटा void main int main कुन बेला कसरी कता राख्ने भन्ने अर्को भनेको सी ल्याङ्ग्वेजको डाटा टाइपहरु है एउटा भनेको इन्टिजर हुन्छ इन्टिजर भनेको 263 यस्तो भयो अर्को भनेको चाहिँ फ्लोट भ्यालु हुन्छ फ्लोट भ्यालु भनेको चाहिँ जसमा डेसिमल हुन्छ है जस्तै 2.3 3.3 यस्तो हुन्छ है अब मानिलियौं युजरले 2.3 इनपुट दिन्छ रे तर हाम्रो भेरिएबल चाहिँ इन्टिजर छ भने चाहिँ जम्मा 2 मात्र सेभ हुन्छ है 0.3 हराइदिन्छ सो डेसिमल भ्यालु आउँछ भने चाहिँ फ्लोट युज गर्नु राम्रो हो त्यसपछि अरु डाटा टाइपहरु खासै चाहिदैन सी को एक्जामिनेसनको लागि अहिले इन्टिजर फ्लोटको बारेमा थाहा भयो हुन्छ पछि गएर अब क्यारेक्टर स्ट्रिङ भन्ने आउँछ सो क्वेशन नम्बर 10 को फर्स्ट क्वेशन यही भइहाल्यो अब हामी हेर्छौं सेकेन्ड राइट अ प्रोग्राम इन सी ल्याङ्ग्वेज टु डिस्प्ले द सिरिज विथ देयर सम 2 4 6 8 अप टु 10 टर्म भनेछ है सो भन्नेबित्तिकै सुरुमा हामीले चाहिँ क्वेशन नम्बर 10 एन्सर लेख्नु पर्यो एन्सर लेख्ने बित्तिकै दुईटा कुरा चाहिँ कहिले पनि नबिर्सिने इन्क्लुड stdio.h र अर्को भनेको इन्क्लुड conio.h है त्यसपछि मेन फंक्सन स्टार्ट गर्ने इन्ट मेन ठीक छ ल अब भनेछ टु डिस्प्ले द सिरिज विथ देयर सम भनेपछि 2 4 6 8 पनि डिस्प्ले गर्नु पर्यो 10 टर्मसम्म र त्यसको सम पनि प्रिन्ट गर्नु पर्यो है सुरुमा हामी एउटा इन्टिजर लियौं n भन्ने र सम भन्ने ठीक छ अब हामी लूप लगाम लूप है 10 चोटी लूप लगाउनु पर्यो इभन नम्बरमा त प्रिन्ट गर्नु पर्यो भनेपछि के गर्ने फर अब डाटा भन्छ भेरिएबल थप्दै गर्दाखेरि इन्टमा पछाडी थप्दै गर्नु पर्यो अहिलेको लागि हामी एउटा काउन्टर सी भनेर थापौं फर c इक्वल्स टु 1 c is smaller or equals to 10 c plus plus यो भनेको के हुन्छ सुरुमा c को भ्यालु 1 हुन्छ र यो c को भ्यालु चाहिँ लूप गर्छ जबसम्म c को भ्यालु 10 भन्दा कम हुन्छ र प्रत्येक लूपमा c को भ्यालु बढ्छ है यो इनिशियलाइजेसन यो कन्डिसन यो चाहिँ इन्क्रिमेन्ट स्ल्याश डिक्रिमेन्ट भन्छ यो चाहिँ c को फर लूप भित्र हुन्छ है सो ल अब 10 चोटी लूप हुन्छ यो प्रोग्राम चाहिँ हामीले के प्रिन्ट गर्नुपर्ने छ इभन नम्बर प्रिन्ट गर्नुपर्ने छ अब धेरै लजिक हुन्छ है यसमा अब डाइरेक्ट हामीले एउटा नम्बर लिने त्यसमा +2 +2 +2 गर्दै पनि लान मिल्यो है जे गर्न नि मिल्यो अहिलेको लागि यही सिम्पल छ यही लिम सो हामी x भन्ने पनि इन्टिजर लिन्छौं x को भ्यालु चाहिँ अहिलेको लागि हामी 2 राख्छौं है सो अब सिरिजलाई प्रिन्ट गर्नु पर्यो रे लेट्स प्रिन्ट इट प्रिन्ट
एफ के छ प्रिन्ट एफ को भ्याल्यु एउटा इन्टिजर छ कुन इन्टिजर हो एक्स भन्ने सो लुपमा छिर्छ सी को भ्याल्यु सुरुमा 1 हुन्छ अनि के प्रिन्ट हुन्छ एक्स को भ्याल्यु प्रिन्ट हुन्छ है एक्स को भ्याल्यु सुरुमा कति छ 2 छ है अब समलाई हामी इक्वल्स टु 0 भने यहाँ राख्यौं भने अब सम इक्वल्स टु सम प्लस एक्स के हुन्छ अब यो सममा 0 प्लस 2 भएपछि सम अब 2 हुन्छ यसको भ्याल्यु अब 2 हुन्छ है प्रिन्ट भयो त्यो भयो अब हामी एक्स को भ्याल्यु 2 ले बढाइदियौं ठीक छ त्यसपछि फर लुपलाई क्लोज गरौँ अब एक्स को भ्याल्यु सुरुमा 2 थियो अब 2 + 2 भएर एक्स को भ्याल्यु 4 हुन्छ लुपमा जान्छ सी को भ्याल्यु अब 1 ले बढेर 2 हुन्छ 2 भनेको 10 भन्दा सानो हो त्यही भएर प्रिन्ट हुन्छ के हुन्छ प्रिन्ट एक्स को भ्याल्यु प्रिन्ट हुन्छ एक्स भनेको कति थियो 4 प्रिन्ट हुन्छ सम अब 2 यो पहिले 2 थियो यो 2 भएको कारण 2 + 4 भनेको 6 अब सम को भ्याल्यु 6 हुन्छ फेरि 4 + 6 आउँछ 6 + 6 12 यस्तै गर्दै 10 टर्म सम्म जान्छ अनि लास्टमा गएर प्रिन्ट गर्नु पर्यो समलाई सो लुपबाट बाहिर गएपछि प्रिन्ट एफ द सम अफ द सिरिज इज भन्ने अनि यहाँ एउटा फर्मेट स्पेसिफायर हाल्दिने कमा यसको भ्याल्यु भनेको चाहिँ यता लेखिदिने जुन हो सम ठीक छ त्यसपछि प्रोग्रामिङ इन्ड गर्न के गर्ने रिटर्न RETURN 0 अनि यो ब्र्याकेटलाई क्लोज गर्ने है सी प्रोग्रामिङ एकदम सजिलो छ धेरै आत्तिनु हुँदैन क्यूएसीमा अर्कै टाइपको मोडुलस थियो अर्कै टाइपको प्रोग्राम थियो तर यसमा स्ट्रक्चरल प्रोग्रामिङ छ त्यो डिफरेन्स पनि थाहा पाउनु पर्यो है ठीक छ अब म बेसिक 2-4 वटा कुरा भन्न गइरहेको छु सो प्रिन्ट एफ भन्ने किवर्ड कसरी चलाउने भनेर देखाउन गइरहेको छु है सो प्रिन्टको काम भनेको चाहिँ स्क्रिनमा प्रिन्ट गराउने हो केही कुरालाई पनि है यसको काम भनेको चाहिँ यस्तो हुन्छ प्रिन्ट एफ हुन्छ ब्र्याकेट हुन्छ यहाँ भित्र चाहिँ के प्रिन्ट गर्ने भन्ने एउटा कुरा हुन्छ है यो चाहिँ एउटा कुनै सिंगल स्ट्रिङ प्रिन्ट गर्नु पर्यो रे मानिलिउँ हेलो प्रिन्ट गर्नु पर्यो भने चाहिँ यसरी प्रिन्ट गर्ने तर केही भ्याल्यु भएको डाटा प्रिन्ट गर्नु पर्यो रे जस्तै मानिलिउँ एज भनेको 13 थियो रे अनि क्लास भनेको 3 थियो रे है अहिलेको लागि सो हामीले यसलाई प्रिन्ट गर्दा कसरी गर्ने प्रिन्ट एफ माई एज इज के छ एज भन्ने भेरिएबल प्रिन्ट गर्नु छ त्यो भनेको अहिलेको लागि इन्टिजर हो भने हामीले यहाँ फर्मेट स्पेसिफायर डी भन्न राख्नु पर्यो यदि यो फ्लोट भएको भए के राख्थ्यौं पर्सेन्टेज एफ राख्थ्यौं है फ्लोट भएको अहिले हाम्रो इन्टिजर छ सो माई एज इज दिस एन्ड माई क्लास इज के हो यो पनि इन्टिजर हो त्यही भएर इन्टिजर हाल्ने ठीक छ यति लेपछि चाहिँ जब प्रिन्ट गर्न थाल्छ सीले माई एज इज भनेर प्रिन्ट गर्छ त्यसपछि यो देख्ने बित्तिकै यो कमा पछिको फर्स्टको भ्याल्यु जे छ त्यो हालिदिन्छ भनेपछि एज भनेपछि हाम्रो भेरिएबल कुनमा थियो एजमा थियो ठीक छ अब एन्ड माई क्लास इज फेरि हेर्छ अब एजको काम सकिसक्यो अर्को भेरिएबल के छ भन्ने हेर्छ अर्को भेरिएबल हाम्रो क्लास हो यसरी ब्र्याकेट क्लोज गर्दा नि के प्रिन्ट हुन्छ माई एज इज 13 एन्ड माई क्लास इज 3 हो यसरी प्रिन्ट भइदिन्छ है यो चाहिँ सिंगल स्ट्रिङ प्रिन्ट गर्नका लागि काम लाग्ने प्रिन्ट एफ भयो यो चाहिँ भ्याल्यु भएको स्ट्रिङको लागि चाहिँ काम लाग्ने कुरा भयो है यो डिफरेन्स थाहा पाउनु पर्यो त्यसपछि अर्को भनेको हाम्रो स्क्यान एफ भन्ने हुन्छ अब स्क्यान एफ को काम भनेको चाहिँ युजरबाट इनपुट लिने हो सो यस्तो टाइपको हुन्छ एउटा बेसिक सो हामीले अब मानिलिउँ इन्टिजर एन भन्ने छ एन को भ्याल्यु चाहिँ तान्नु पर्यो युजरबाट भनेपछि के गर्ने एउटा हामी इन्टिजर लिँदैछौँ र त्यो इन्टिजरको भ्याल्यु चाहिँ यहाँ हाल्दैछौँ भनेर लेख्ने है यो चाहिँ एउटा सिंगल भ्याल्युको लागि भयो अब मानिलिउँ इन्टिजर एन इन्टिजर ए अनि फ्लोट एफ भन्ने थियो अरे है एउटा भेरिएबलको नाम हो मल्टिपल हुँदा चाहिँ कसरी लिने जस्तै
%d फर्स्टको लागि, %d सेकेन्डको लागि र %f थर्डको लागि के भ्यालु लिने, यो इन्टिजर भनेपछि फर्स्टमा एउटा इन्टिजर लिनु पर्यो a, त्यसपछि यो नि इन्टिजर भनेपछि इन्टिजर लिनु पर्यो n, र यो फ्लोट भनेपछि फ्लोट भ्यालु लिनु पर्यो f। अब हामीले डाटा हालिसकेपछि सुरुमा जे टाइप गर्छौं, युजरले जे टाइप गर्छ त्यो a मा आएर बस्दिन्छ, a भनेको इन्टिजर, सेकेन्डमा भएको भ्यालु n मा आएर बस्दिन्छ, थर्डमा भएको भ्यालु f मा आएर बस्दिन्छ है। सो हामीले डाटा टाइप पनि ख्याल गर्नु पर्यो र फर्मेट स्पेसिफायर कहाँ हाल्ने भनेर पनि थाहा पाउनु पर्यो है। यो f यहाँ छ भने, थर्डमा छ भने फ्लोट भन्ने भेरिएबल पनि थर्डमै हुनुपर्छ है, यो कुरा ध्यान दिनुपर्छ। सो सी मा धेरै सो त्यस्तै क्वेसन सोध्ने हो, त्यस्तो खासै गाह्रो हुँदैन र बेसिक एउटा स्याम्पल प्रोग्राम भनेको इन्क्लुड हुन्छ, के इन्क्लुड हुन्छ, stdio.h भन्ने इन्क्लुड हुन्छ, अर्को भनेको conio.h भन्ने इन्क्लुड हुन्छ, त्यसपछि मेन फंक्सन स्टार्ट हुन्छ, ब्र्याकेट कहिले पनि बिर्सिनु भएन सी प्रोग्रामिङमा, र प्रत्येक लाइनको एन्डिङमा यसरी राख्नु पर्यो है। सो धेरै स्टुडेन्टहरूले मैले चाहिँ देखेको के बिगारेछ भन्दा चाहिँ इफ कन्डिसनमा, जस्तै इफ a इक्वल्स टु b, यदि a को भ्यालु b छ भने है ब्र्याकेट यहाँ राख्नु राम्रो है। के गरेर हुन्छ, ब्र्याकेट यहाँबाट स्टार्ट गरिदिन्छ, यहाँ चाहिँ यस्तो राखिदिन्छ, यो एकदम गलत हो है। यति भएपछि प्रोग्रामको यो लाइन एन्ड हुन्छ, यो यसको कामै हुँदैन। सो इफ कन्डिसनमा यस्तो कर्ली ब्र्याकेट आइरहेछ भने सुरुमा कर्ली ब्र्याकेटै लेखिदिने है, त्यसपछि एल्स कन्डिसन होला कि एल्स इफ होला कि के होला हैन, अब फेरि इफ त्यो जान्छ। र अर्को कुरा, भ्याल्युहरू कम्पेयर गर्दाखेरि डबल इक्वल्स टु हुन्छ है। a इक्वल्स टु b भनेको c मा b को भ्यालु a मा हाल भनेको हो, तर a डबल b भनेको चाहिँ a को भ्यालु र b को भ्यालु सेम छ कि छैन भनेर कम्पेयर गरेको है। यति थाहा पाउनु पर्यो। सो सी प्रोग्रामिङको बारेमा अहिले यति। थ्याङ्क यू एन्ड बेस्ट अफ लक फर योर एक्जामिनेसन।